सर र मेरो आज भेटघाट हुँदैछ आज नगरकोट सराङकोटमा आजदेखि ट्रेकिङ सुरु हुँदैछ हैन आज छुमरुङ भन्ने ठाउँमा जाँदैछौँ हामी चाहिँ किनभने आज चाहिँ एकदम बादल लागिरहेछ राम्रो भ्युज पनि आएको छैन अनि भोलिदेखि अलिक राम्रो भ्युज आउँछ बर्खाको बाटो हैन त्यही हो गाह्रो छ नि यार मौसम छ यार मौसम यार कति कालो आउँदो रहेछ चाइनिज हो आकाशतिर हेर्छ है पानी परेको छैन तर लाग्दो पहिरो गएको ठाउँ यार लन्च खाएको ठाउँ त यही त देखिरहेको छ त नि है यही हो बुढोले 10,000 पर्यो यार आज दिन्छ है दिँदैन सराङकोट पोखराको मौसम यस्तो छ साथी हो के मौसम बिग्रियो लास्टै बिग्रिएछ यार पोखराको मौसम अनि आजदेखि फेरि ट्रेकिङ स्टार्ट हुँदैछ यहाँदेखि आउनु न यहाँदेखि भन्नु न मुस्कान सर र मेरो आज भेटघाट हुँदैछ आज नगरकोट सराङकोटमा आजदेखि ट्रेकिङ सुरु हुँदैछ हैन आज छुमरुङ भन्ने ठाउँमा जाँदैछौँ हामी चाहिँ किनभने आज चाहिँ एकदम बादल लागिरहेछ राम्रो भ्युज पनि आएको छैन अनि भोलिदेखि अलिक राम्रो भ्युज आउँछ त्यही हो बादलले यस्तो छ मौसम यार के खराब छ यार है त्यही त मौसमले गर्दाखेरि त तनाव भइरहेछ ठिकै छ अब त्यस्तो हो मौसम कोही बेला बर्खाको बाटो होइन त्यही हो गाह्रो छ नि यार मौसम छ यार मौसम यार लन्ड्रुक गाउँ पानी परेर हेर कस्तो रहेछ झिनु डाँडा कचरहरू यहाँ आयो रहेछ गन्द्रुक जाने अब जिप टक्क लगेर पानी परेर अहिले बल्ल पानी बस्यो है जाने हो ल जाने भाइ जाम त ल झिनु डाँडाको पुल है गाइज कति लामो हो यो माथि यो झिनु डाँडा माथि ओभर लो सिनोवा अनि ओभर सिनोवामा त हिउँ नै परेछ कि क्या यार हिउँ परिरहेछ त्यहाँ माथि आमा अनि लो सिनोवा झिनु डाँडा कालो छ त यार पानी परिरहेको थियो कति राम्रो भ्यू देखिरहेछ यति लामो कति कालो आउँदो रहेछ चाइनिज हो चाइनिजहरू त कति लामो पुल रहेछ बेलुकाको 7 बजे नाइट गाडीमा आएको काठमाडौँबाट नाइटमा आएको त्यसपछि त बिहान मात्रै ल्याइपरेको यता पोखरा त्यसपछि यहाँसम्म गाडीमा पनि निन्द्रे लाग्यो नि अब गएर मजाले सुत्ने नि केरा त्यही हो टक्क लगाएर सुत्ने फोटो खिच्ने हो र झिनु डाँडा हामी त माथि यो उकालो कति यो उकालो कति र
कालो भएको छ यार हिउँ परेको छ नि त माथि त है हिउँ परिरहेको रहेछ कलर अब 3 दिन यिनीहरूलाई जान दिएन चार हाम्रो दिनमा त हामी त यही बाटो फर्किनु पर्ने रहेछ आज थियो भोलि थियो पर्सि थियो 4 दिनमा 6 दिनमा 7 दिनमा त पोखरै पुग्छ 7 दिनमा त तारिखै 7 दिन हो नि त आकाशतिर हेर्छ है पानी परेको छैन रम्मी छ भने कपाल हाने भयो कति कालो भएको त है तर लाग्ने पहिरो गएको ठाउँ यार लन्च खाएको ठाउँ त यही त देखिरहेको छ त नि है यही हो बुढोले 10,000 पर्यो यार आज दिन्छ है दिँदैन के गर्ने हो म घरमा पठाइदिनु पर्यो यार घरमा पठाइदिनु पर्यो यहीँ किन पठाउनु न यहाँ दिन्छ होला नि दिने त किन नदिने र तपाईले माथि पो पानी परिरहेको छ यार है तपाईले लिएर आउनु छ कि बिहान के पैसा म लास्टमा दिन्छु तपाईलाई तर छैन होला आज भने होइन बनेपछि ल्याइदिन्थ्यो तर खै बनेन केटा तर दाइले दिन्छ होला नि अनि उकालो माथि छ यार दादा देख्न सक्नुहुन्छ ग्यास बेलुकाको टाइममा बेलुकाको समय छ हिमालहरू गोल्डन कलरमा देखिरहेको छ हल्का अँध्यारो आएको छ के छुमरुङ गुरुङ गाउँ फिस्टेल गाउँ कति राम्रो देखिएछ कल्पना गेस्ट हाउस देखिरहेछ धेरै राम्रो छ नि गुरुङ गाउँ सबै गुरुङ बस्ती लोसिनुवा देखिरहेछ हिमालहरू तलक्क तब्किएछ फिस्टेल पुछ्रे अनि फोहोर सिनुवा पनि देखिएछ सिनुवा गाउँ त के दामी देखिएछ त बवाल छ कान्ड्रो गाई छु देख्न सक्नुहुन्छ के दामी देखिएछ के राम्रो देखिएछ यता चाहिँ देख्न सक्नुहुन्छ छुमरुङ गाउँ हामी त्यही बसेर आएको आज केटाहरू सब मोबाइलमा बिजी अनि यता चाहिँ सिनुवा यता चाहिँ फेरि हामी जाने माथि ओभर सिनुवा जाने बाटो समथिङ 45 मिनट लाग्छ होला त्यहाँ जानुको लागि अनि माछापुछ्रे टक्क देखिरहेछ माछापुछ्रे फिस्टेल के दामी देखेछ त अनि सिन्ता के दामी देखेछ र माछापुछ्रे हिमाल यता चाहिँ घना जङ्गल